हामीले कहिले सोचेका थियौँ या थिएनौँ, तर नेपालमा जब जगद्गुरु पालन भयो यस्ता क्षणहरू अब हामीलाई बारम्बार आउँछ भन्ने हामी कामना गर्दछौँ। किनभने यही सोचेरै बाल शब्द मोहन शरणलाई काशी विद्वत सभाले जगद्गुरुको उपाधि प्रदान गरेको हो भन्ने कुरा हजुरहरूले पक्कै विश्वास गर्नुभयो होला। किनभने नेपाल राष्ट्रमा यसरी सबैलाई समेटेर यस किसिमको कार्यक्रम आजसम्म कहीँ कतै कुनै सङ्घ संस्थाले गरेको हामीलाई थाहा छैन। तर जगद्गुरु महाराजले अत्यन्त सरल ढङ्गबाट, सरल स्वभावबाट सबैलाई समान ढङ्गबाट नेपाल राष्ट्रका सबै सन्ततिहरूलाई पूजा अर्चना गरेको यो क्षण हाम्रो लागि बडो ऐतिहासिक क्षण छ। किनभने जगद्गुरु नै ऐतिहासिक, हाम्रा काम नै ऐतिहासिक। यसरी हामीले देख्न पाइरहेका छौँ। समस्त उपस्थित आमाहरू, बुवाहरू, हेर्नुहोस्, यो एउटा बडो अनुपम कार्यक्रम भइरहेको छ, बडो उदाहरणीय कार्य भइरहेको छ। यसरी सबै आमाहरूलाई समेटेर जगद्गुरु आश्रममा यस किसिमको यो कार्यक्रम हजुरहरूले साँच्चै नै महसुस गरिराख्नु भएको होला। हजुरहरूको मन पनि प्रफुल्ल बनिराखेको होला। आँखामा हर्षास बगिरहेका हामी देखिरहेका छौँ। सबै आमाहरूले यो कार्यक्रमलाई भित्र हृदयदेखि नै जीवनमा हामीले यो पहिलोचोटि अवसर पायौँ। यसरी जगद्गुरुबाट सम्मानित हामीले हुन पाउँछौँ पाउँदैनौँ भन्ने हामीलाई थियो होला, तर आज त्यो साकार रूपमा हामीले देख्न पाएका छौँ। तसर्थ एकचोटि हामी सबैले भनौँ, जगद्गुरु महाराज श्रीको, जगद्गुरु महाराज श्रीको, जगद्गुरु महाराज श्रीको। अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्य महाराज श्रीको, तीर्थमयी नेपाल जननीको, तीर्थमयी नेपाल जननीको, तीर्थमयी नेपाल जननीको। समस्त भक्त भागवत यही हो। हर्षका दिनहरू, हर्षका क्षणहरू सधैँ आउँदैनन्। किनभने सुख तो आती है जाती है, दुख तो अपना साथी है भने जस्तै दुःख त हामीसँग सधैँ छ, तर पनि यो सुख हाम्रा लागि जीवनभर रहने अविस्मरणीय सुखको रूपमा यहाँ परिणत भएको छ। तसर्थ हामी हार्दिक हार्दिक आभार व्यक्त गर्छौँ जगद्गुरु महाराजलाई र हाम्रा दर्शकहरू जो देश विदेशबाट हेरिरहनु भएको छ, जहाँ जहाँबाट हेर्नु भएको छ। सायद हजुरहरूले पनि यो 17औं गते आरोहण महोत्सव देखेर आफूलाई अत्यन्त भाग्यमानी ठान्नु भएको छ भन्ने हामीले महसुस गरेका छौँ। किनभने यसरी मातृ औँसीमा जगद्गुरु महाराजबाट यस किसिमको सम्मान आजसम्म हामीले कहीँ देख्न पाएका थिएनौँ र हामी चाहन्छौँ यस्तै यस्तै कार्यक्रम सधैँभरि भइरहन्, यसै गरी अगाडि बढिरहोस् यो कार्यक्रम भन्ने कुरा हामी चाहन्छौँ। हाम्रा मातृशक्तिहरू आइराख्नु भएको छ। मलाई अझै फोन आइराखेको छ, केही मातृशक्तिहरू आउँदै हुनुहुन्छ। हामी उहाँहरूलाई पनि यसै गरी सम्मान अवश्य गर्ने नै छौँ। तसर्थ हामी सबैले एकचोटि यो उपलक्ष्यमा भगवानको नाम सङ्कीर्तन हामीले गर्नै पर्छ। सबैले दिल खोलेर राधे कृष्ण। अब हामी भनौँ, यहाँ कार्यक्रम आरती चलिरहेको छ। राधे कृष्ण राधे कृष्ण 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 राधे राधे, राधे श्याम राधे श्याम 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 राधे राधे, राधे कृष्ण 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 राधे राधे, राधे श्याम राधे श्याम श्याम श्याम। बाबा हम यहाँ हैं बाबा घनश्याम। प्रकृति को लीला 10 महिना कोखमा राखी कसा खाना पीला आमाले 10 महिना कोखमा राखी 10 खाना पीला कहिले काखमा कहिले हातमा
फुल जस्तो खेल कहिले काखमा कहिले हातमा फुल जस्तो खेल दस धारा तुमको दिल पर्छ आमा दस धारा तुमको आमा राधे श्याम समझे बाबा आमा सीताराम सीताराम भजो सीताराम 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 भजो सीताराम आमा हमरे सीता पिता श्री राम आमा हमरे सीता पिता श्री राम बाबा अघि आमाको भयो अब बाबाको राधे 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 श्यामा श्यामा भन्नलाई राधे राधे श्यामा श्यामा गाउनलाई मनको तृष्णा मेटाउनलाई हामी जाउँ है हामी जाउँ है जगत गुरु धाम राधे राधे गाउनलाई राधे राधे गाउनलाई राधे राधे गाउनलाई श्यामा श्यामा गाउनलाई राधे राधे गाउनलाई श्यामा श्यामा गाउनलाई मनको तृष्णा मेटाउनलाई हामी जाउँ है जगत गुरु धाम राधे राधे गाउनलाई राधे राधे गाउनलाई राधे राधे वृंदावन मा राधे राधे वृंदावन